नेपाल एउटा यस्तो देश जहाँ 240 वर्षसम्म राजतन्त्र चल्यो, तर 2062-63 को आन्दोलनले देशलाई गणतन्त्रमा बदल्यो। तर अहिले 18 वर्षपछि हाम्रै सहरका गल्लीहरूमा, हाम्रै गाउँका चोकहरूमा फेरि एउटै स्वर गुन्जिन थालेको छ, राजा आऊ देश बचाऊ। तर के साँच्चै गणतन्त्र असफल भयो? के नेपालमा राजा फर्किन सक्छन् कि यो सबै भावनात्मक नारा मात्रै हो? आज हामी इतिहासदेखि वर्तमानसम्मको गहिरो अनुसन्धान गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला, तपाईको सोच बदलिन सक्छ। गणतन्त्रको यात्रा कता चिप्लियो, यो विषयमा केही बुझ्ने प्रयास गरौँ। 2062-63 को आन्दोलनमा लाखौँ जनता सडकमा निस्किए। उनीहरूलाई लागेको थियो गणतन्त्र आएपछि देश समृद्ध बन्छ, भ्रष्टाचार हट्छ र रोजगारी बढ्छ। तर के यी सपनाहरू पुरा भए त? यथार्थ हेर्ने हो भने 18 वर्षमा 12 प्रधानमन्त्री फेरिए। सरकार बनाउने र गिराउने खेल मात्र चल्यो। लोकमान सिंहदेखि ललिता निवास काण्डसम्म राजनीतिक दलहरूले राज्यको ढुकुटी आफ्नो भागभण्डामा मिलाउन खर्च गरे। अहिले 70 लाखभन्दा बढी नेपालीहरू विदेशमा छन्। किनकि देशमा सहज रोजगारीको अवसर छैन। अब तपाईँ आफै भन्नु, समस्या यति भयावह बन्दैछ कि नेपालको नीति कार्यान्वयन नहुँदा गणतन्त्रको अस्तित्व सङ्कटमा छ। राजतन्त्र र गणतन्त्रलाई गहिरो अनुसन्धान गर्दा राजाको पालामा यति असभ्य भ्रष्टाचार थिएन। गणतन्त्र आएपछि भ्रष्टाचार नै सरकार चलाउने इन्धन बन्यो। गणतन्त्रको सपना पुरा नहुँदा अब फेरि जनता राज संस्थातर्फ फर्किरहेका छन्। के राजा फर्किन सक्छन्? राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। जब पूर्व राजा ज्ञानेन्द्र पछिल्लो पटक काठमाडौँ, झापा, धरान जस्ता ठाउँहरूमा गए, हजारौँ जनता उनलाई समर्थन गर्न निस्किए। तर किन 18 वर्षपछि जनता फेरि पुनः राज संस्थातर्फ फर्किरहेका छन्? पुरानो व्यवस्थाप्रति मोह। धेरै मानिसहरू भन्छन् राजाको पालामा व्यवस्था राम्रो थियो, भ्रष्टाचार यति धेरै थिएन, गणतन्त्रमा नेता बदलिए तर देश बदलिएन। राजनीतिमा दखल बढेपछि जनताले अब राष्ट्रवादी नेतृत्व खोज्न थालेका छन्। नेपालको आर्थिक अवस्था कमजोर हुँदै जाँदा अब पुरानो व्यवस्थाको आश जाग्न थालेको छ। तर राजा फर्काउन यति सहज छ? आउनुहोस् गहिराइमा बुझौँ। अहिले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। संविधान अनुसार राज संस्था फिर्ता ल्याउन संसदले 2/3 बहुमतले संशोधन गर्नुपर्छ। तर अहिलेका मुख्य दलहरू राज संस्था फिर्ताको पक्षमा छैनन्। यदि जनता ठुलो सङ्ख्यामा आन्दोलनमा उत्रिए, सडकबाट दबाब दिए, संसदले बाध्य भएर सोच्न सक्छ। 2062-63 को आन्दोलन जस्तै ठुलो आन्दोलन भए राज संस्था फिर्ता हुन सम्भव छ। संविधान संशोधन गर्न जनमत सङ्ग्रह गराउन सकिन्छ। त्यसपछि जनता स्वयंले गणतन्त्र वा राजतन्त्र रोज्न सक्नेछन्। यदि अन्तर्राष्ट्रिय रूपमा भारत वा अन्य शक्तिशाली देशले समर्थन गरे राजनीतिक समीकरण फेरिन सक्छ। भारतमा बीजेपी सरकार आएपछि नेपालमा राज संस्थाप्रतिको समर्थन देखिएको कुरा धेरैले बताउँछन्। तर यति सजिलै राज संस्था फर्किन सक्छ त? यदि नेपालमा राजा फर्कियो भने राजनीतिक स्थिरता आउनेछ। एकजना राष्ट्र प्रमुख भएकाले सरकार बारम्बार परिवर्तन हुँदैन। भ्रष्टाचार कम हुन सक्छ। राजाको नियन्त्रणमा भएमा कम्तीमा नेताहरूले मनपरी गर्न पाउने छैनन्। राष्ट्रिय पहिचान मजबुत हुन सक्छ। नेपाल फेरि हिन्दू राष्ट्रको रूपमा पुनर्स्थापित हुन सक्छ। आर्थिक नीति परिवर्तन हुन सक्छ। बन्द रहेका उद्योग कल कारखानालाई पुनः एकपटक जोड दिन सकिनेछ। विदेशी न बाध्य 70 लाख नेपालीलाई स्वदेशमै फर्काएर रोजगारी दिने व्यवस्था बन्न सक्नेछ। तर के जनता पुनः एकल नेतृत्व स्वीकार गर्छन् त? यदि गणतन्त्र टिकाउने हो भने सुधार आवश्यक छ। राज संस्था फिर्ता ल्याउने हो भने ठुलो आन्दोलन, संविधान संशोधन र राजनीतिक समर्थन आवश्यक छ। अब तपाईँलाई के लाग्छ? कि नेपालमा गणतन्त्रलाई सुधारेर अगाडि लैजानुपर्छ कि राज संस्था फिर्ता ल्याउनुपर्छ? तपाईँको विचार तल कमेन्टमा लेख्नुहोस्। यो भिडियोलाई लाइक, सेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला।